नमस्ते बेबीको मम्मा पापा। बेबीले चाहिँ धेरै धेरै बेबीहरूको लागि भनेर आमाले चाहिँ स्पेशल्ली म्युजिकल आइटमहरू थुप्रै लिएर आएको छु। यो चाहिँ जाइलोफोन हो। जाइलोफोनमा पनि हेर्छु हजुरहरूले यो यस्तो वाला जाइलोफोन देख्छ चाहिँ यस्तो वाला जाइलोफोन देखेछ। यिनीहरू एउटै सिस्टमको भए पनि यसमा चाहिँ क्वालिटीहरू फरक भएको हुनाले यो वाला एउटा एड गरेको छु। यो चाहिँ एकदम हेभीमा छ। हेभी भनेपछि बुझिबक्सेला पैसा पनि अलि हेभी नै छ। अब म अपरेट गरेर देखाउँछु है हजुरहरूलाई। दुईवटा कलरमा आउँछ, एउटा पिङ्क वाला एउटा रेडमा है। अब भित्रको त अर्कै भइहाल्छ, यो कलर बाहिरको बक्साको कलर है। अनि यहाँ प्रेस गर्ने बटन छ। यो प्रेस गर्ने बटनलाई यसरी थिचेपछि हामीले यसलाई मजाले सजिलोसँग खोल्न सक्छौँ। हेरी बक्सियोस् है, यो यस्तो छ, हेरी बक्सियोस् है। यसमा चाहिँ अनि हेर्छु यस्तो राम्रो रहेछ यो बजाउने। यसको नर्मली दुईटै रहेछ हेर्छु है। अरूमा पनि दुईटै हुन्छ, हेर्न सकिन्छ है। यसको चाहिँ आवाज पनि यति दामी छ हेर्छु है, पुरा एकदम। अब यो बजाउन जाने भन्छ जस्तो अब योमा डो रे मी फा भनेर हामीले यो म्युजिक टिचर अथवा म्युजिकमा नलेज हुनेहरूले चाहिँ सक्छ। आमाको त म्युजिकमा नलेज छैन, तर यसको सुन्दैखेरि हेर्नुहोस् न म्युजिक कति मिठो आइरहेछ के, हेर्न सकिन्छ है। यस्तो राम्रो छ यो चाहिँ, यस्तो रहेछ। अब यो ब्लू यो पिङ्क बक्समा पिङ्क स्टिक दिएपछि रेडमा अभियसली रेडै होला। यो चाहिँ यति राम्रो छ, क्वालिटी पनि राम्रो छ। अब यसको मैले अघि नै हजुरहरूलाई बिन्ती बिसाइहाल्ने, यसको पैसा पनि राम्रै छ भनेर है। ल अब त्यस्तै गरेर अब यो देखाएपछि आमाले यो पनि देखाउँछु, हेर्न सकिन्छ। अब यो खोलौँ है। यो अब यस्तो छ, मैले खोलेर देखाउन लागेको हजुरहरूलाई हेर्छु है। यसको पनि अब हुन्छ, यसमा पनि ब्याक साइडमा यस्तो छ। यो ब्याक साइडमा सानो सानो यस्तो लक हुँदो रहेछ। यो लक खोलिसकेपछि यो यस्तो हुन्छ, हेर्न सकिन्छ। यसमा पनि हेर्छु यस्तो हुन्छ, यो यस्तो निकाल्ने अनि यसलाई यस्तो गर्ने। अब यो ल हेर्छु आवाजले थाहा हुन्छ के यो सस्तो महँगो भनेको चाहिँ है। अब यो भइहाल्यो। यसमा चाहिँ यो यसो गर्दा पनि हुन्छ है। यसले पनि यसलाई अपरेट गर्न मिल्छ। यसको चाहिँ दुईटा सिस्टम रहेछ, देख्न सकिन्छ है। त्यसै गरेर अब आमाले अर्को सस्तोमा हजुरहरूलाई जाइलोफोन नै चाहियो तर अझ सस्तोमा भन्यो भने चाहिँ यो पनि छ हेर्छु। यसमा पनि स्टिक, यसमा चाहिँ दुईटा स्टिक आउँदो रहेछ हेर्छु। राम्रो छ स्टिक है, सस्तो छ यो हजुर हेर्छु। यो अब हजुरहरूले हेर्न सकिन्छ। यो हेर्छु यसलाई चाहिँ अब जति सस्तो भयो यसको आवाज सुन्न सकिन्छ है। आवाज सस्तो भएर जान्छ के हेर्छु है। त्यो अघि आमाले यो वाला चाहिँ त आवाज पनि एकदमै बबाल छ, राम्रो छ, दामी छ। यिनीहरूको चाहिँ अब सानो सानो बेबीहरूलाई त खेलाउनको लागि रूप दिने हो भने चाहिँ यो पनि एकदमै नट ब्याड भन्न सकिन्छ हेर्छु है त। ल तीनवटा आइटम छ। यो 500 रुपियाँको हो। यसको हजुरको यो कति हो रे नानी? यसको तिर्नु पर्ने हुन्छ हजुरहरूले 1250 रुपियाँ है। एकदमै मैले फिक्स प्राइस राखेको हुन्छु अनि यो चाहिँ हजुरको एकदमै ल्याभिसवाला राम्रोवाला छ। यसको हजुरले तिर्नु पर्ने हुन्छ 2950।